दर्शन नमस्ते साथै गुड मर्निङ डिएक्सन। यदि तपाईहरुलाई पनि मलाई जस्तै नै समस्या छ भने, जस्तै कि ग्यास्ट्रिक, अल्सर हैन, कब्जियत, पाइल्स जस्तो समस्या छ भने, त्यस्तो चाहिँ समस्याले सताइराखेको छ अथवा प्रेसर हैन, सुगरहरु त्यस्तो समस्याहरु पनि थप केही छ भने तपाईहरुले पनि यसरी नै दैनिक यसरी नै डिएक्सनको प्रोडक्टहरु खान सक्नुहुन्छ र आफ्नो समस्याको समाधान गर्न सक्नुहुनेछ है त। मैले चाहिँ विगत आज भन्दा 10 वर्ष पहिला मलाई चाहिँ यो सम्पूर्ण समस्याहरु थियो र मैले चाहिँ दैनिक यसरी नै आफुलाई मनपर्ने यो फलफुल भयो, दूध भयो यतातिर हैन, यो चाहिँ मोरन्जी जुस डिएक्सन कम्पनीको एकदम मोरिन्डा सिटोफोलिया भन्ने एउटा फलबाट बनेको मोरिन्ज जुस र यो चाहिँ डिएक्सन कम्पनीको मास्टर प्रोडक्ट, हामी नेपालीमा भन्न पर्दाखेरि च्याउको ढुलो। र यो चाहिँ तपाईको डिएक्सन कम्पनीको खाजाको रूपमा पनि प्रयोग गर्न सकिन्छ अथवा नास्ताको रूपमा पनि प्रयोग गर्न सकिन्छ र खानाको रूपमा पनि यसलाई प्रयोग गर्न सकिन्छ है त। यो चाहिँ स्पारुलिना सिरियल र यो चाहिँ तपाईको यो भित्र यस्तो स्यासेजहरु हुन्छ। यो स्यासेजहरु यो एउटा कार्टुनमा चाहिँ तपाईको 30 वटा स्यासेज हुन्छ, 30 ग्रामकै हुन्छ है त। यो चाहिँ गहुँ र यो समुद्री तहमा पाइने लेउ प्रजातिबाट बनेको स्पारुलिना भनिन्छ। त्यो स्पारुलिना मिक्स गरेर बनाएको हुनाले यसलाई चाहिँ स्पारुलिना सिरियल भनेर भनिन्छ है त। यो चाहिँ बनाएर हामीले चाहिँ दैनिक खान सकिन्छ। यसको लागि चाहिँ तपाईसित एउटा मिक्सर हुन जरुरी छ। मिक्सरमा चाहिँ यो सम्पूर्ण राखेर जुस बनाएर अनि लास्टमा चाहिँ यो सिरियल हाल्ने। सिरियल हालेर तपाईले 1-2 फन्को राउन्ड चाहिँ यसरी भर्र एकचोटी चलाइदिने अनि चलाएपछि 2 मिनेट समथिङ राखिदिनु भयो भने अलिकता फुल्छ है। यो भर्र फुल्छ अथवा त्यतिकै पिउन सक्नुहुन्छ। म तपाईहरुलाई त्यो बनाएर यो तयार पारेको पनि म देखाउँछु, हेर्दै जानु होला है त। मैले चाहिँ सम्पूर्ण फलफुल यो चाहिँ बेलौटी, अंगुर, केरा, यहाँ तल स्याउ र यो आम सबै काटेर सकिसके र मैले अब यहाँनिर एड गरे। हेर्नुस्, पहिले हालिसकेको छु मैले के रे मोरन्ज जुस 1 ढक्कन हालिसकेको छ। यो 1 ढक्कन फेरि अर्को एड गरे। यसरी मैले हाले, एड गरे र यसै गरी मैले मसरुम पाउडर है, यो मसरुम पाउडर पनि यही एड गरे। अब यसरी नै लगभग 1 गिलासको आकलनमा मैले यहाँ दूध पनि हाले। दूध हालिदिए अनि यो सम्पूर्ण यो फलफुल मैले यसैमा एड गरे है त्यसरी। यसरी एड गरे। अब यसलाई मैले चाहिँ ड्राई गर्छ अझ मिक्सर चलाउँ। अब यो धेरै बाक्लो भयो हैन, यसमा बाक्लो भयो, थोरै पिउने पानी एड गरिदिए। एड गरेर फेरि यसरी मेरो बिहानको नास्ता तयार भयो, जुस। अब यसैमा सिरियल लगाएर मैले अहिले आधी भन्दा बढी जुस निकाले, किनकि अहिले मैले नास्ता मात्रै गर्ने हो। नास्ताको लागि अब यसमा मैले के गर्थे, स्पुनमा सिरियल यसरी एड गरे। यसरी चाहिँ एड गरेर सक्यो। फेरि 1 राउन्ड चलाइदिए मैले, भयो। यति भएपछि अब ल साथीहरु, यति भएपछि मेरो खाजा तयार भयो। ल हेर्नुस्, भटट है। यदि तपाईहरुलाई पनि मलाई जस्तै र मलाई भन्दा नि अझै समस्या छ भने यसरी चाहिँ दैनिक डिएक्सन कम्पनीको प्रोडक्टहरुलाई यसरी खान सकिन्छ है त। यसरी खाँदाखेरि तपाईको समस्याहरु सबै जरैदेखि समस्याको समाधान हुन्छ। हस्त, धन्यवाद।